आफ्नै हातले फ्राइड राइस बनाएर खानेको छुट्टै आनन्द। अझ त्यो माथि एग राखेर बनायो भने त हेर्दै मुखदेखि पानी आउने बन्छ। सो अलराइट गाइस, वेलकम टु माई मिनी भ्लग। फर्स्टमा म चाहिँ आएँ त बाइक सर्भिस गराउन आएको। बाइक सर्भिसलाई चाहिँ अलि टाइम लाग्ने भयो, त्यति बेरसम्म चाहिँ म बजार जाँदैछु। फाइनली म चाहिँ बजार आइसकेर यता चाहिँ होली क्यापहरू अझै पनि अवेलेबल रहेछ र मैले पनि अनेक प्रकारको क्यापहरू ट्राई गर्दै थिएँ। र आज चाहिँ घरमा केही नयाँ डिस बनाउने थियो, त्यही भएर मैले केही सब्जी आइटमहरू लिएँ र आज चाहिँ मैले फ्राइड राइस बनाउँदैछु, जसको लागि सब्जीहरू कटिङहरू चाहिँ भइसक्यो यता। र यता चाहिँ तेल गरम पनि भइसक्यो। मैले चाहिँ दुईटा प्यान राखेको छु किनभने आज एग फ्राइड राइस बनानी हो। फर्स्टमा चाहिँ अन्डा फ्राई गर्दैछु। अन्डा फ्राई गरेर राखेको फ्राइड राइस बेटर हुन्छ। र यता सब्जीहरू पनि मेरो रोस्टेड भइसक्यो। अब चाहिँ पालो राइसको सब्जी माथि राइस राखेर एन्ड केही मसलाहरू र साथमा सोसेसहरू अलिकति मिक्स गरी अन्डा अम्लेट अलि साना साना टुक्रा बनाई एन्ड पालो राइस माथि राख्नेको र धनिया स्प्रिङ ओनियन छर्काएर र फाइनल लुक चाहिँ यसको यही हो, बवाल देखिरहेछ। अलिकति टमाटर सोस राखी अब चाहिँ खानी पालो। सो भेरी यम्मी। ओके बाय।